आज चाहिँ मैले धेरै पछि पहिला मैले पिटाइ खाँदा खाँदा आज मैले सुँगुर खान आइपुगेको छु। एकदम मिठो छ भट्टीको सुँगुर एकदम मिठो छ। अनि पात बजाउने मायालाई भेटियो यो मनको तिर्सना मेटियो गाईलाई चराउँदै लाली जवन जान्छ कि ल सटरडे दाजु 50 निकाल्यो ऊर्जा 4 5 बार परे बढिया पिरो चाहिँ पुग्ने रहेछ नुन त तपाईँले हालेको नुनको स्वाद त आएको छैन अर्को नुन हालेर खाने मजा हाल्नु आउँछ कि त्यही भयो त यो मर्छ क्या गुरिरम भन्दा नि कडा भयो त होइन दिदी यो रेसिपी चाहिँ दिइहाल्नु त अलि ल साठीको चिन्ता भन्छ त्यहाँ भाडा कता गएर मार्ने भैया ल 3 2 1 गो ल 1 2 3 गो बिस्तारै बिस्तारै केटा बिस्तारै बाबु आइज केटाहरुको आज पानी भरि हाल्नु पर्यो भरि के गरे आज चाहिँ बस्न पर्ने पिरो पानी पुरी भिजाएर ल्याइरहेको हालेको पानी खास के हो बाबु यो जाँड हो त्यो जाँड हो ओहो छ्याङ भनेको चाहिँ छानेको भयो यसले चाहिँ फिल्टर गर्छ अनि यो चाहिँ तातो पानी त्यो जाँडबाट के त्यो जुन छानेर रस निकाल्छ भयो जाँड भयो हैन कोदोको भएपछि तुम्बा भयो के ल हैन मैले ट्याक्क स्वागत छ है भट्टीको बवाल छ हैन दामी लाग्यो दाइ वेट ट्राइङ है के एकदम मिठो छ दाइ स्वादमा चाहिँ नो कम्प्रोमाइज को टार्गेट चाहिँ भट्टी रेसिपी नै दिने हो हजुर यो सबै क्राफ्टेड बाइ मी है यो कार्पेन्टर काम पनि गरे हो तर फिनिसिङ चाहिँ हैन दामी छ दाइ फिनिसिङ हामीले चाहिँ सुरुमा जडियावाला भट्टी हो कि भनेको बागाउने भट्टी रहेछ यहाँबाट तल है यो धर्मचोकतिरबाट आउने बाटो हो क्या माथिबाट त तल आउँछ नि अझै सिधै तल जानु पर्दैन अब लेफ्ट सानो गढीतिर जानु होला अब यहाँबाट टक्क यो बाटो माइ गड धान्दै बाटो चाहिँ बनायो क्या चिकन के भन्छ यसलाई शिव घाट आइपुग्यो शिवघाट सबै शिवघाट यहाँबाट चाहिँ हामी ल हिँड सानो गढीतर्फ लाग्दैछ सानो गाडी यहाँबाट मडियो ए रोकम ल हाम्रो कमरेड आउनु पऱ्यो नि त यहाँबाट चाहिँ बाटो देखाइदिउँ न ए यता त उता यो हामी पहिला लाउरी हिँड्नु बेला दौडिँदै आउँथ्यो यता यो बाटो पुरै ऊ यता तल कुनासम्म यताबाट उतिर जान्छ होइन नवीन चोकतिर तल नवीन चोकतिर जाने यता टुरे पसल जाने होला हाम्रो आजको प्रमुख अतिथि आउँदै हुनुहुन्छ नसक्या शेरबहादुर देउबाको कार्यकर्ता मन्तव्य केही जाओस् न तपाईको तपाईँ प्रमुख अतिथि हुनुभयो नमस्ते हजुर मेरो नाम विपिन खतिवडा अहिले चाहिँ हामी चाहिँ नि 81 शिव 82 हो 82 अहिले 82 सालमा चाहिँ हामी आइपुग्यौँ शिवघाट बवाल छ नि हाम्रो सानो गाडी यही हो क्या यतै राख्ने हो बाइक त भित्र दिँदैन
कताबाट हो सोधौँ न टाढा भयो भने सबै बाटोहरू बनेर राम्रो भयो है नजिक भयो जस्तो भयो पुरै फिस गरेर पुरानो याद आयो नम्बरी जग्गा नै होइन क्या यताको त यताको बारीमा त सब बन्द गरेर चल्दो रहेछ ए हस् ल धन्यवाद र बिचारा धान रोप्ने बेलामा आउँदैन बल्ल बल्ल रोपेको धान यस्तो बनाएको त्यही भनेको थियो आमाले मौसम त तर दामी भएको है आज शीतलता पनि यस्तो राम्रो राम्रो हल्का तिर्नु पानी पर्छ यता गर्मी नहुने भयो शीतल जति राम्रो पाइन्छ मिस्टेक भइहाल्यो नि ड्राइभरहरूको लोकेसन खासै नेभिगेसन राम्रो भएन किन प्लान्ट रहेछ ढाकिटनले हो सब बन्द भयो चलिरहेको कि बन्द भयो फ्याक्ट्री के गर्नु अहिले फर्किँदा बाटै बिर्सेर लाग्नु भयो चितवनको हिउँ यस्तै हुन्छ मेरो भाइ के रहेछ यो गङ्गुर खानु ठिकै रहेछ है पागल एकादशी मेलामा आज घोगी खाने भन्छ लखट्ला सबसँग छ पैसा हुने मालिक खै 5-10 रुपियाँ ल्याउ त भागेको परीक्षा गरिदिनु आज 10 रुपियाँ देऊ त परीक्षा गर्ने रे के हो ऊर्जा 4 5 पऱ्यो ढिलो भएछ साथीले लक्की 7 कान्छालाई के पार्ने हो यो येमा थाहा पायो नि यो नम्बर सात मात्रै भयो 7 डबल हो पैसा डबल आउँछ त्यो यस्तै यस्तै खेल पनि हुन्छ। यहाँ नम्बर के रहेछ त्यही नम्बरमा पऱ्यो भने पैसा कमाउनु त सहिलो रहेछ यार लाइन किनेर पाल बनाइहाल्नु मेलामा गयो आइडिया
फेरि के रहेछ अब हेर यो भयो भने 5 यताको पर्यो 7 पर्यो 5-2-7 भयो भने यो पर्यो 50 को 50 एउटा हान्नु त 5 रुपैयाँ हान्नु न एकचोटि है हुन्छ पाइयो बल हान्नु 7 मा हान्ने 7 मा लकी 7 है त्यो अब मैले के सबै डबल पाउँछु दुईटा नम्बर जोड्दाखेरि 7 हुनु पर्यो के तीन भयो अब 4 पारे नि पर्यो 4 पार्दियो ल पर्यो 4 पर्नु पर्यो यहाँ 4 हुन्छ के दौडिन्छ के परेन दसदेखि के अरे 8 2 पर्यो 2 पर्यो मिल्दैन हान्नु पर्छ दुईटा हान्नु पर्छ जोड्दाखेरि 10 ता झदै 8 देखि माथि हुनु पर्यो के जोड्दाखेरि 8 देखि माथि बारे मुलाले 4 यता रमाइलो छ जस्तो छ भाइहरू माथि हान्नु एक पर्छ नि परिहाल्यो नि भने 4 5 3 8 उताको अब म यहाँ हान्छु के त अब 12 मा हान्छु के 12 मा हान्छु रे यहाँ के यो 8 देखि 12 हो के यस्तो युनिक आइडिया लिएर आइदिएर हामी बल्छिन युनिक कडेले ल्याउनु पर्ने 4 मा 4 भन्दा माथि हान्नु पर्यो 4 भन्दा माथि हान्नु 4 भन्दा माथि 6 12 त दोष 5 हान्थ्यो हेरले हेरबोर पारिरह 10 12 चाहिँ भाइहरूले यता यता आइज न धनीबुढ एकचोटि हान ल झन्डीमा हान्ने हो परेला झन्डी झन्डी डबल पर्यो ए यता यता तिमीहरूले उता हारे थियो मैले उठाइदिएँ ल इट्टा हो अब इट्टा हो ब्याजमा ल्याउनु झरी पऱ्यो नि रमाइलो भयो यहाँ खेल्न घुमन्ते मिस्टर घुमन्ते चिडीको 10 अनि चिडीमा 10 20 गुडीले फेरि एउटै ठाउँमा हाल्यो ठिकै हो बाबु भर्खर भर्खर स्टार्ट हो एउटा त बुर्जामा नि हालिदिन्छु सबैले थाप्यो कसको पर्ने रहेछ है त ए इट्टा थियो नि यार दाइ उ त चिडीको नाम पनि इट्टा थियो नि होइन बुर्जामा नि पऱ्यो यार छक्का त हान्छु क्या यार मान्छे इट्टा थियो यार कोल्टेर नि काटिहाल्ने पनौती रहेछ लाग्यो ल त इट्टा चिँडी आधी आधी धेरै खेल्नु नै एकचोटि है पानीले भिजाइरहेको
पर्दैछ त्यहाँ हाल्दैन पाण्डे भाइ र इट्टा भाइ सब झरेको होइन अरू चिडी पनि छ चिडी र इट्टा हो पाना पनि छ नपार्दै भाइ हाम्रो खेला खेलै गर्नुपर्छ फेरि चिडी डबल त परेछ ओ ल ल्याउने 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 भाइ यार पर्यो यार यो पार्ने हो कि कुन पार्ने हो गाइस 12 त केटा हो यार विक्रम दाइ ओ विक्रम दाइ कुन चाहिँ पार्ने हो मलाई जुन पर्यो हुन्छ पर्नु पर्यो क्या अलि माथि गर्नु नि डाइरेक्ट देख्यो ल ल ल ल सर्ट रेड पर्यो अलि यसरी माथिबाट फाल्नु न अलि यसरी उचालेर फाल्नु के अलि टाढा भाइ ब्ल्याकमा बेच्ने यार यो अलि सस्तोमा परेन सस्तोमा बेच्न दिँदैन पर्दैन कि अहिलेसम्म परेकै छैन यस्तो म त सकिसक्यो यो सकिसक्यो एउटा मात्र कसले हाने त्यो भयो त्यसलाई इन्भेस्ट गर्नु पर्यो मजा भइरहेको थियो अहिले फेरि भाग्ने फुर्सद पाउँदैन अनि त्यही त अब के गर्ने स्याहार चिया खाने भिजियो त यार म त चाहे थाप्ने भयो खेला पाँचवटा पारिदिनु पर्छ आउँछु म पानीपुरी हान्ने हो हाम्रो त हानौँ ल कहाँ ओछ्छ त नि यहाँ यस्तै हो आजको चिसो माहौल ओहो अनलाइन हुन्छ कि हुँदैन हाम्रो पानीपुरी क्युआर पानीपुरी खै कहाँ हो मिठो हजुर मिठो आउनुहोस् 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 म त कति चाखम तिमी चाख्नु त्यसलाई अहिले त खाना बाँध्दैन जित्नु पऱ्यो नि बढिया नुन त तपाईँले हालेको नुनको स्वाद त आएको छैन अर्को नुन हालेर मजा आउँछ होइन होइन घोल्नु त लागेको छैन क्या ल केटाहरू अगाडि हिँड्नु क्या हाल्नु हाल्नु त्यही भयो त यो मर्छु क्या होइन होइन नहाल्नु दिदी यो रेसिपी चाहिँ दिइहाल्नु त अलिक खुकुरी रमभन्दा कडा भनिसक्यो अब चाहिँ डल्लोमा हाल्छ ठाउँमा आउँछ होला होला के गरे आज चाहिँ बस्न पर्ने कुरो पानीपुरी भिजाएर ल्याइरहेको हालेको पानी ल ल ल 3 2 1 गो ल बिस्तारै केटा बिस्तारै पानी भरि भरि हाल्नु पऱ्यो भरि भरि बिस्तारै बिस्तारै सर्केर पर्ला नाकोडा पर्सानले जितिसक्यो है ल बिपिन छिटो छिटो फास्ट 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 कसले ल तिनवटा उता त टन्नै खाँदैन यार मालिक तिमी हार्यौ नि त यार उचालेर देखा है उचालेर यसले त चपाएन क्या हो भनेको दुईजना हुनु बराबर भएन त्यसको हातमा ताता त पालो ताता त जेरी होइन ल ल
तातो 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 खै बनाउँदा बनाउँदैको हान्नुपर्छ बनाउनु हामी फ्रेस खान्छ खै जेरीभित्र रस कसरी पसाउने अहिले दाई हालिदिइहाल्छु म चिराउन ल ल ल ल ल खै त हाम्रो गाई जोड्छ अनि यो के बनाएर है तपाईँले भयो त्यो चिया भरे तरकारी नि त खानु पऱ्यो नि होइन चास्नी ल झैँ गरेन त झैँ दाल जाने होला झैया गर्दा झैँ ल पानी नै हाल्यो भने नि गर्छ पानी छैन नि यहाँभन्दा त के हुने हो तातो ल ल ल ल हानौँ ल कतिवटा रे हामी 1 2 3 4 5वटा 6वटा कि 5वटा 6वटा 6वटा एउटा प्लेट हालेर ल्याउनु त कागज नि छ र दाइ कतिवटा छवटा भयो त्यो ल ल ल हानौँ ल खै खान्छ खाइ त ल ल साइलेन्ट मान्छे खाऊ यो डिपी किलर झिकेको बाइक जस्तो बोलेको अडिस सुपन एउटा चाहिँ डिपी किलरै खै त खाएको साथीको 3टा भन्छ त्यहाँ भाडा कता गएर मार्ने भैया भाडा दिनु पर्छ 2500 जाममा दिनको एक दिन 2500 कति दिनको मेला हो यो बेलुका सकिन्छ आजै भयो 1 दिन मात्रै हो नभए त हेर त आहा खाऊ त जेरी अब ओए मयूर ओए रोक्न मयूर रोक्न यहाँबाट त्यो जङ्गली कुखुरा नि यहाँ आमा उता भाले नि रहेछ टन्नै आउँदो रहेछ है जान्न झरेर अलिक मयूर है झरेर जान्न जानु नभ भर न अन्त लिफ्ट माग्दा आउला फेरि भाले यहीँ छ यार जङ्गली भाले उतापट्टि हेर्नु न भाले मयूर चार पुरै फर्काउनुवाला कति हो हेर जङ्गली पुरामा धान खाना होला है केही नगर्ने रहेछ यहाँको मान्छेहरू यताको कुखुराहरूमा त्यही भाले लाग्छ है जङ्गली भाले शिवघाट सानो गढी जाने बाटो चट्ट देखिन्छ पहेँलो बोर्ड भट्टी भित्र छिर्दा हामी यहाँबाट छिर्दा इन्ट्रान्स यस्तो छ यहाँको चाहिँ माहौल यस्तो छ सरहरू एकदम लागिरहनु भएको छ यो चाहिँ हाम्रो सर के विङ्स हो ए ल हाम्रो चाहिँ एकदम म्यारिनेटको काम भइरहेछ भट्टीमा हाल्ने बेला एकचोटि बोलाउनु है यो चाहिँ भट्टी तपाईँहरूले सोच्नुभयो होला भट्टी होइन जहाँ यो चाहिँ स्पेसल भट्टी केटाहरूले भने होला भट्टी केटाहरू जाँडा खाना भट्टीमा आयो भने होला हामी मासु खाने जात हो है केटा बाघ हो बाघ हाम्रो चाहिँ नि अब ठुलो हाकिम दाई यहाँ हुनुहुन्छ यहाँ केटाहरूले के सोचिरहन् दाई बाहिर भने बोर्डमा भट्टी लेखे होइन भट्टी भने केटाहरू जाँडा खाने हल्लिने भनेर सोचे होला मासु खाने ठाउँमा बाघहरू हो ल केटा हेर त एकचोटि अनि मासु खाने जातलाई चाहिँ नि भट्टीमा आएर चाहिँ नि खाइरहने ज्यान हेर ज्यान रसिलो पसिलो यता फेरि डोला छला होइन भर नवयुवक युवाहरू आयो ल सबैभन्दा
त्योभन्दा ठुलो बाघ भिडमा स्याल छुकेछ 46 को डोला अँ, 46 को डोला। अघि तपाईँले भन्थ्यो नि 10,000 मा खसी पाइन्छ भने नि त्यही वर्गको हो। ल यस्तो छ माहौल। कस्तो छ त भट्टीमा? बसाइ कम्फर्टेबल छ एकदम एकदम। ल केटाहरूको राम्रो ट्राभल पछि चाहिँ हामीले राम्रो ठाउँ भेट्न पाएछौँ। यस्तो रहेछ यो चितवन राष्ट्रिय निकुञ्ज केटा हो। चितवन राष्ट्रिय निकुञ्ज बाघहरू यतै छन् जङ्गलको बिचमा। यता पनि जङ्गल यता पनि बिचमा केटाहरू ल ठिक छ। अब हामीले आयो तुम्बा तुमै पहिला आयो दुईटा भने होइन को कोले खाने भने हेरौँ सबैले तातो भर्खर पानी हालेर आएको तातो अनि दाइ तुम्बा भने यस्तो हुन्छ है। खास के हो अब यो जाँड हो यो जाँड हो। ओहो छ्याङ भनेको चाहिँ छानेको भयो यसले चाहिँ फिल्टर गर्छ अनि यो चाहिँ तातो पानी एड गर्दै खाने चिज हो। यसको चाहिँ छ्याङ हुँदैन यसको रस निकाल्यो भने छ्याङ होइन यो कोदोको त रक्सी हुनु पुग्यो नि अब यसको। यो जाँडबाट क्या त्यो जुन छानेर रस निकाल्छ नि जाँड भयो होइन कोदोको भएपछि तुम्बा भयो क्या यसमा हालिस तुम्बा भयो क्या जाँडै अमिलो अमिलो हुँदो रहेछ। मैले आज फर्स्ट टाइम चेक गर्दैछु यो। पहिला फु गर्ने अनि त्यसपछि बल्ल हाल्ने हो क्या ल त्यसले हो त्यसले डाइरेक्ट आगोको पनि नआउने है के भन्छ डढ्ने खाले यो चाहिँ के बम यो जियोस यहाँ आउने हाम्रो सबै ताजा ताजा मात्रै हो। दाइ त सर्ट भइसक्यो तपाईँ दस 15 मिनटमा हुन्छ रेडी चिसो भएर पहिले भट्टी अलिकति तातो हिटो भएको भए चाहिँ अहिले छिटो हुन्छ अहिले चाहिँ त्यो पानीले गर्दाखेरि भट्टी आफै राख्दैन के ठाउँमा मार्ने तपाईँले आगो पनि डाइरेक्ट रातले साथ परेन छोडेर सिनेमेटिक
तातो पानी हालेर खाने हो यो चाहिँ One, two, three, go. ल पात बजाउने मायालाई भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो गाईलाई चराउँदै लाली जवन जान्छ कि हजुर इन्टरभ्यू लिन विद्युत प्राधिकरणमै इन्टरभ्यू लिनेको लाइन भयो लाइन भयो भने त्यहाँ गेटमा गाडलाई तनाव हुन्छ को आयो जिन्जी आयो कि भनेर बुढाहरू तर्सेला फेरि टेन्सन छ बाँचेकै त्यो विद्युत र दूरसञ्चार दुइटा रहेछ कुनै हो कुन बाँचे अरू विद्युत भयो दूरसञ्चार भयो अनि घरेलु तथा साना उद्योगहरू जिल्ला प्रहरी कार्यालय आगो लाइन जिल्ला प्रहरीलाई दिए ट्राफिकलाई हो जिल्लालाई होइन नयाँमा ट्राफिक कारलाई हाने नि जिल्लामा त दिएन ट्राफिक कारलाई त हाने नि मजाले हजुर त कालै होला त त्यो रामपुर अन्तर्गतको के यो कृषि सम्बन्धित बिउहरू बाँड्नुहरू त्यस्तो त्यस्तो अभि पनि छोडेको थिएन क्या गाडी साडी भइसक्यो अन्त घरेलु र एक दुईटा चाहिँ बचेछ तपाईँ जहिले मलाई माया लाग्यो बागडोटिङमा बुढाको 400 लाख हालेछ डेन्जर पड्केको त्यो भिडियोमा हेर त लाइभ गरिरहेको थिएँ मैले त्यो मुखलो त यस्तो आउँदो रहेछ कि त्यो फिल्ममा देखेँ भाटभटिनीको केही चिजै रहेन तातो माने हालेर बनेको चिजलाई तुम्मा बनिन्छ यसलाई तपाईँ मात्रै हालेको यो भित्र जाँड हुन्छ जाँड चाहिँ केबाट बनिन्छ भन्दा त्यसलाई मर्चा हालेर चाहिँ नि अनि त्यसपछि कोदो हालेर चाहिँ बनाइन्छ के गरेर त त्यसलाई चाहिँ त्यो भट्टीमा जान्छ भित्र त्यसको नि आफ्नो भट्टी छ घ्याम्पो घ्याम्पोमा जान्छ त्यो घ्याम्पोबाट चाहिँ हामीले निकालिन्छ त्यसपछि बट्टामा राखिन्छ कोदोलाई पकाइन्छ कोदोलाई पकाइन्छ त्यसपछि निकालिन्छ मर्चा मोलिन्छ मोलिन्छ अनि त्यसपछि राखिन्छ डब्बामा डब्बामा केही समयपछि निकालिन्छ निकालिन्छ अनि यसमा हालिन्छ त्यसपछि आयो हाम्रो तुम्मामा हालिन्छ अनि त्यसपछि तिम्रो मुखमा त्यसपछि यो तुम्साउनु पर्छ तातो पानी सरर हाल्छौँ त्यसपछि चाहिँ सही घुमाएर चाहिँ सरर तान्दाखेरि चाहिँ नि तपाईँको चाहिँ मुटु जलेर आउँछ के विशेष गरी कुन मौसमको लागि योग्य छ यो कुनै पनि मौसम होइन जसको चाहिँ गर्लफ्रेन्डले छोडे त्यसको लागि बहुत उपयुक्त चिज छ पानी पऱ्यो भने मौसमले च्यालेन्ज गर्यो भनेर खाने घाम लाग्यो भने पनि च्यालेन्ज गर्यो भनेर खाने वर्षमा जम्मा के अरे दुईचोटि खाने होइन त दुईचोटि खाने आज पनि खाने भोलि पनि खाने त्यति हो जडियालाई जाड हाल्नलाई के को मौसम चाहियो अघिसम्म चिसो यस्तो औडा भएको थियो होइन तर अहिले यो खोल्दै पनि अलि मजा आउँछ जस्तो भयो क्या फिलिङ हट्स भइरहेको फिलिङ हट्स टु हट भनेपछि त तरुनी भन्दा जाड कायदा भन्न खोजेको केटाहरूले कायदा नि कति कायदा नि भने त्यसले कम्पेयर गर्न मिल्दैन मिल्दैन नो कम्पेयर इङ्ग्लिस अलिअलि लोकल भएर हो अनि निस्किन बाँकी नै छ अब अनि इङ्ग्लिस त हाम्रो नामै भट्टी छ अनि त्यसपछि निस्कनु पर्छ च्वाचे रोजर बाहुनको छोरोले च्वाचे बवाल हेर्दै रस बसेको छ अनि टक्क निचाले केटाहरू क्याच गरिसक्छ त अमिलो च्वास लगाएर धराने कालो बङ्गुर अब तलबाट आर्मी हुन्छ कि यसले है यसरी गर्नुपर्छ कि दोस्त यसलाई यसो घुमाएर होइन यस्तो गरेर अनि यस्तो गरेर च्याप्प लिएर सुवाप्प एकदम यामी तातो छ आएको हेर्दा बाहुनको छोरो क्वाके दाइ हानु न दामी च्वाचे भगवान छ है बना ओहो
यस्तो यम्मी जुसी छ यार दाबे बाघले मासु खायो ला त च्याप खायो है बाघले मासु खायो थुतेर त्यो भुडे भात खाने बुढा ल्याम्म हजुर ल्याम्म हालिदिन्थे सेटाइ हेर्नु नि त ल्याम्म हजुर ल्याम्म काँचेको मासु ल्याम्म डोजर होइन त अघिल्लो वर्षको त्यो बाढीको माथि तिनको घरबाट तिनको परिवार यार जाँदै गर्दाखेरि त्यसले मैले एक कलमा मैले हेलिकप्टर मगाएर त्यसले रेस्क्यु गर्न सक्दैन अहिले चाहिँ हाम्रो चाहिँ पोर्कको होइन बफको मासु अघि पोर्क खायौँ अहिले बफ यो आवर स्पेसल यो चाहिँ फेरि टप त मुर्राको ए मुर्रा भइसक्यो साँच्चै त होइन कान्छाको बुलेटको है मेरो बुलेट त जिम्दै छ यार लुच्चा चुरी भयो यार गाइस मुर्रा एउटा मुर्रा हान्दा भन्न भाइ आज चाहिँ मैले धेरै पछि पहिला मैले पिटाइ खाँदा आज मैले सुँगुर खान आइपुगेको छु एकदम मिठो छ भट्टीको सुँगुर एकदम मिठो छ अनि केटा हो के खाँदैछौँ र हामीले अहिले मुर्रा जरायो अहिलेको मुर्रा त अहिले जरायो ल क्वाप कि क्वाप मिठो 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 हजुर बुढा चौटा चिनेर खुवाइदियो रहेछ नि बोसो किन यति चाँडै पुगेको तपाईँलाई बक्ती छैन मेरो मिठो छ स्याहार्दै हालौँ न तपाईँ कुनामा बसेर हाल्दै हाने नि क्या अलि लम्किनु नै खाबी त सुमन मेरो मुखमा छ तपाईँले हाल्छ होला नि त ल जस अन्तर्गत आज हामीले शिवघाटमा चाहिँ हाम्रो भर्खरै खुलेको नयाँ ओपनिङ भट्टी नाम गरेको एउटा रेस्टुरेन्टमा हामीले चाहिँ यहाँको स्पेसल डिसहरू चाहिँ हामीले चाखिसकेका छौँ त्यस अन्तर्गत चाहिँ हामीले चाहिँ के चाख्यौँ भन्दै गर्दाखेरि हामीले फर्स्टमा चाहिँ चिकन विङ्स चाख्यौँ अनि त्यसपछि हामीले पोर्क सेकुवा चाख्यौँ र लास्ट वान चाहिँ हामीले चाहिँ बफ मुर्रा के रे दाइ मुर्रा के रे दोष मुर्रा खाना आइपुग्यो हुर्रा अनि त्यसपछि हामीले मुर्राको हामीले चाहिँ एकदम सेकुवा खाएको छौँ तर फेरि भट्टीमा प्योर भट्टीमा पाकेको चिज हो सो मच